हाई गाइज, वेलकम टु माई मिनी ब्लग टिकटकमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी पिकनिक जाँदैछौँ अनि हामी चाहिँ खानेकुरा लिएर यस्तो देखाउँदै देखाउँदै जाँदैछौँ। अनि सिटी चढेर पनि 3 जना घरबाट जाँदैछौँ यसो बोल्दै बोल्दै। अनि हामीले चाहिँ बिचमा गएर दिदीलाई भेट्यौँ। दिदीले चाहिँ यति लामो खुकुरी लिएर आउनुभएको रहेछ, देखाउँदै हुनुहुन्थ्यो मासु काट्नको लागि, दाउरा काट्नको लागि। अनि हामी चाहिँ यहाँनिर चप्पनको छेउमा पुग्यौँ। अनि चटपटे खाने भनेर चटपटे लगेर गयौँ। अनि दिदीले चाहिँ खुकुरी देखाउँदै हुन्छ कति ठुलो खुकुरी छ भनेर। अनि हामी चाहिँ चट्ट गएर यसो चटाइ ओछ्याएर खानेकुराहरू राखेर, खुकुरी कत्रो छ सिबानी खुकुरी देख्दा मलाई हाँस उठ्छ भन्दै हुन्थ्यो दिदीले। अनि हामी चाहिँ खानेकुरा राखेर दाउरा खोज्न गयौँ। तारा दिदी चाहिँ दाउरा टिप्दै हुनुहुन्छ अनि हामी चाहिँ दाउरा भेला पार्दै म चाहिँ यसो हल्का हल्का पिटे गर्दै गर्दै गइरहेको थियौँ। अनि हल्का पिटेहरू गर्दै यताउता देखाउँदै, यता हेर्न भन्दै देखाउँदै जाँदै थियौँ गाइज। अनि त्यसरी हामीले चाहिँ दाउरा भारी पुर्यायौँ अनि हामी चाहिँ गयौँ। अनि दाउरा लिएर गएर तारा दिदीले चाहिँ आगो बाल्दै हुन्छ। अनि त्यसरी देख्न सक्नुहुन्छ। अनि हाम्रो आगो कति मजाले बलेको छ। अनि त्यसरी हामीलाई भोक लाग्यो अनि हामीले चाहिँ चटपटे बनाएर खायौँ। चटपटे अनि यसो चिसो हामीले टक्क यस्तो त्यो टिकटकमा हुन्छ नि त्यस्तोवाला भिडियो बनाएको हामीले चटपटे देखाएर, चिप्सहरू देखाएर होइन। अनि त्यसपछि हामी चाहिँ मासु पोल्नतिर लाग्यौँ। हामी चाहिँ सुँगुरको मासु र ब्रोइलरको मासु लिएर गएको थियौँ। हामी चाहिँ सुँगुरको मासु खान्छौँ अनि दिदी र बहिनी चाहिँ ब्रोइलरको, सुँगुरको खाँदैन। सो हामीले चाहिँ ब्रोइलरको र सुँगुरको मासु लिएर गएको थियौँ। अनि त्यसरी हामी चाहिँ यहाँ पोल्दैछौँ आगोमा। अनि म चाहिँ उता मासु काट्दै थिएँ, ब्रोइलरको मासु झिरमा उन्दै थिएँ। अनि त्यस पछाडि दिदीले माछा जस्तै देखेको छ त भन्दै जिस्काउँदै हुन्थ्यो। अनि म चाहिँ यसो हल्का काम गर्दै थिएँ। अनि बहिनी र भाइ चाहिँ हेरिरहेको त टल्ल पर मलाई काम गरेको देखेर। अनि त्यस पछाडि आज पृथ्वी आउँछ। पृथ्वीलाई चाहिँ हामीले हात धुने साबुन लिएर आयो भनेको, उसले चाहिँ भाँडा धुने साबुन लिएर आएछ। अन्त मलाई त थाहै थिएन भन्दै उसले लिएर आएर हामीलाई दिँदैछ। अनि म चाहिँ यहाँनिर मासु टिकबाट म चाहिँ मासुवाली भन्दैछु। अनि दिदीले चाहिँ म चाहिँ पोल्नेवाली भन्दै हुन्थ्यो। अनि यसरी चट्ट लगाएर होइन पोलेर एकदम मस्तले आगोमा जङ्गलको बिचमा गएर पोलेर खानु एकदम रमाइलो भएको थियो। अनि त्यसरी हाम्रो मासु चाहिँ आधी पाकिसकेको थियो अनि आधी पाक्दै थियो। अनि मासु पोल्दै झरो अनि झरो भन्दै हुन्थ्यो। अनि यहाँ चाहिँ ब्रोइलरको मासु खानेहरू छुट्टै थियो। अनि त्यसरी हामीले सबै कुरा खाइसकेपछि दिदीहरूले चाहिँ कलर एक्सचेन्ज गेम खेल्नुभयो। अनि त्यसपछि हामीले सबै कुरा सकेर सबै उठाएर हामी चाहिँ घरतिर गयौँ। बाई बाई।